हामीले हाम्रो कर्तव्य बिर्से इतिहासले धिकारला, गोली निलेको शहीदको प्यारो लासले धिकारला। धरतीले मुख लाजले छोप्ला, आकाशले धिकारला, शहीद रोलान् हामीले उन्नति गरेर नगए। हुँदैन बिहान मिरमिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। यो कविताको पङ्क्ति हो भुपी शेरचनद्वारा लेखिएको कविता शहीदहरूको सम्झनाबाट, जहाँ उहाँहरूले शहीदहरूको योगदान, शहीदहरूको बलिदानीको बारेमा कुरा गर्नुभएको छ। हिजो शहीदहरूले खाएको गोलीले नै भोलिको सुन्दर बिहानी हेर्न सकिन्छ भनेर भन्नुभएको छ। यहाँ एउटा वाक्य छ, गोली निलेको शहीदको प्यारो लासले धिकारला। यो कुरालाई म भदौ 23मा युवा शहीदहरूको बारेमा म कुरा गर्न चाहन्छु। भदौ 23मा के भएको थियो? भ्रष्टाचार विरुद्धको र सुशासन कायम गर्नको लागि युवाहरूले सरकारको माझमा शान्तिपूर्ण आन्दोलन गर्दाखेरि सरकारको त्यो दमन, सरकारकै त्यो हस्तक्षेप, जहाँ युवाहरूमाथि गोलीको वर्षा गराइन्छ, भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूलाई गोली हानी मारिन्छ र परिवारको आँखामा आँसु छोडिन्छ। याद राख्नुहोला, तत्कालीन सरकार काङ्ग्रेस र एमालेको गठबन्धनको सरकार थियो। तत्कालीन प्रधानमन्त्री यो कुराबाट भाग्न खोज्छन्, तत्कालीन गृहमन्त्री यो कुरामा हाम्रो केही गल्ती नै छैन भन्छन्, र तत्कालीन काठमाडौँका सिडिओ यो कुराबाट परै बस्छन्। दोष कसलाई लगाउने? यसको उत्तर हामीले हेर्ने भनेको फागुन 21 गते हो, भोट हाल्नु अगाडि। भोट हाल्नु अगाडि बिन्ती छ, योपालि चाहिँ मासु भातमा नबिकिदिनु होला, पैसाको गड्डीमा नबिकिदिनु होला। फेरि हामीले त्यही अनुहारलाई नै माथि आउन दिने? भोलिको दिनमा भोलि अरू केही कुराको विरुद्धमा आवाज उठाउँदाखेरि फेरि त्यही दमन सहेर बस्नुपर्ने? बिन्ती छ, योपालिको चुनावमा पहिलाको अनुहारहरू हामीले माथि हेर्नु भएन।